हेलो गाइज, के छ खबर? कहाँ हुनुहुन्छ? जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र उजासरी बनिरहनुको लागि प्रयत्न गरेर रहनुहोस्। हामी दोस्रो फेरि राउन्डमा चाहिँ यो तेस्रो हप्तामा चाहिँ हामी फेरि घुम्न आएको थियौँ। आउँदाखेरि चाहिँ हामी कहाँ पुगिँदो रहेछ त भनेर घुम्दै 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 आउँदाखेरि चाहिँ लास्टै जङ्गलमा आइएछ। यति उकालो पेलेर है, यति उकालो पेलेर हामी जङ्गलमा आइयो। जङ्गल देख्दा पनि आहा, के आनन्द क्या! यो उकालोमा आएर शीतल ताप्न अलिक गर्मी सुरु भइसकेको छ यो समयमा होइन। पानी पनि हामीले खान पाइयो पाइन्छ। यति लामो यात्रा गरियो कि साइकलमा। अन्त साथीहरू चाहिँ थाकेर हिँड्दाखेरि चाहिँ उहाँहरू चाहिँ एकदम हाई भन्ने अवस्थामा हुनुहुन्न। त्यही भएर मैले चाहिँ यहाँबाट लिइरहेको छु। हामी अब अलिक केही समय चाहिँ हिँड्छौँ साइकलसँग र साइकलमा रमाइलो मान्दै हिँडिरहेको छौँ होइन। मेरो साइकल त यस्तो साइकल छ, पहेँलो पहेँलो साइकल छ, देख्न सक्नुहुन्छ। मैले चाहिँ कहाँसम्म तयार यसलाई साथीहरूसँग हिँड्दै जाँदाखेरि चाहिँ कहाँ पुगिँदो रहेछ त भनेर घुम्दै हिँडिरहेको छौँ आज हामी। शिवसान, हजुरलाई कस्तो लागिरहेछ आज चाहिँ? ओमोसिरो ने सुगoi Tanoshi Tanoshi hai omoshiroi wa dame chigau chigau koko wa sou desu ka? Dou desu ka? Kirei desu. Demo hai Shizukana desu? Daisuki ne? Daisuki ne? Daisuki ne? दाइसुकी हाई। उहाँले त के भन्नुभयो भने गाइज यो ठाउँ कस्तो छ भनेर सोद्धाखेरि चाहिँ एकदम मन पर्यो, राम्रो छ, सफा छ भनेर भनिदिनु भएको छ। यही अब यो ठाउँमा हिँड्दै गर्दा हामी साइकल उकालोमा पेल्दाखेरि ठोकाइ लाएर फेरि हामीले बिस्तारै डोराउँदै हिँड्यौँ हामी। यो हाम्रो साइकल चाहिँ सबैका नयाँ नयाँ साइकल थियो नि, मेरो अलिअलि पुरानो रहेछ कि गाइज। अलि यो ट्र्याक्टर कराएको क्यार 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 कराउँछ यस्तो छ। उहाँ त एकदम हाम्रो यहाँको हेन्डसम, हाम्रो क्लासभरिकै हेन्डसम व्यक्ति चाहिँ उहाँ हुनुहुन्छ। अहिले त अहिले सेतो आउनु यो हामी पुरै जङ्गल हाम्रो उताबाट घुम्दै आउँदाखेरि चाहिँ हाम्रो उता होस्टेलबाट देख्दाखेरि चाहिँ कस्तो ठाउँ रहेछ त भनेर हेर्न हिँडेको त। यो त पुरै उकालो रहेछ, भिरालो रहेछ, डाँडा पाखा रहेछ। हाम्रो गाउँभन्दा केही भिन्न रहन्छ। बरु गाउँ अलि विकसित भएको भन्नुहुन्छ साथीहरूले, अहिले भन्दै हुनुहुन्थ्यो। त्यही भएर गाइस अब यो ठाउँ चाहिँ हेर्नको लागि चाहिँ आइयो, महसुस गर्न आइयो, घुमियो। ल अर्को भिडियोमा फेरि भेटौँला है त। यो ठाउँलाई महसुस गर्नुहोस्, यो जापान हो, जापानको तोजिकी भन्ने ठाउँ हो। ल गाइस, बाई बाई।